यहाँलाई स्वागत छ हाइजक ब्लगमा। आज चाहिँ हामी यहाँ के अरे सलिर बहुउद्देश्य वन सकेर आज चाहिँ हामी यसमै यो लालीगुराँस 5 मै रहेको माथि अर्को वन सिंहदेवी वनतिर लाग्दैछौँ गाइस है। अब एक दिनको बसाइपछि चाहिँ हामी अब यो ठाउँलाई छोडेर जाँदैछौँ। अब यो ठाउँको भिडियोहरू आउँछ, तपाईँहरू एकदमसँगले मेरो है युट्युब च्यानल हेर्दै गर्नु होला। म तपाईँलाई तेह्रथुमहरूको कुन्ना कुन्नाको है तपाईँहरूलाई म भिडियो बनाएर पठाउने नै छु। तपाईँहरूले मलाई सपोर्ट गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। म त झर्दैछु गाह्रो छ यहाँ छ हाम्रो चाहिँ सर सामानहरू। ल ठिक छ, साथी आउँदैछ। साथी यता छ, जुत्ता लगाउँदैछ, हामी रेडी हुँदैछौँ। अनि कस्तो भयो त बसाइ? एकदम राम्रो भयो। अनि कस्तो भयो वन घुमाइ है? कति रहेछ वन अवलोकन गरियो नि होइन, रिसर्चहरू गरियो नि? हामी आएको वन कुन अरे? के रहेछ त यहाँको अब त्यो वनको के अरे यहाँको सामुदायिक वनलाई फाइदाजनक हुने कुराहरू, जस युटिलाइज यो सामुदायिक वन सञ्चालन गर्नको लागि के चाहिँ यहाँको मूल आर्थिक अवस्थालाई वृद्धि गर्ने के चाहिँ रहेछ त? रुख काटेरै गर्ने हो। अरू चाहिँ अलैँची लगाएको रहेछ सबै। अलैँची र अरू केही छैन, जडीबुटी छैन। अरू केही छैन। जस्तो हुन्छ यार, ढोका पनि तानिएन। ल अब यस्तै हो। अब हामी यहाँदेखि हिँड्ने हो। ढोका चाहिँ तानेर आइज ल। भयो लु भयो छिन भयो। त्यो अर्को मान्छे अब के अरे हामीलाई अर्को वनबाट अध्यक्षले कल गरिसक्नु भयो। हामी चाहिँ अब गएको हो है। त्यहाँ गएर अब त्यहाँको भिडियोहरू आउँदैन छ। अब बाटो चाहिँ भिडियो बनाउने अवस्थै छैन क्या, बाटोको ग्राभल रहेछ। साथीलाई अब हामीसँग फेरि ब्यागहरू टन्ने छ नि त। ब्यागहरू मेरो ब्याग यो, साथीको ब्याग त्यत्रो छ। अब बाइकमा गाडी पनि हुँदो रहेछ। अनि ठिकै छ। अनि अर्को कुरो बाटो पनि यहाँ ग्राभल छ नि त, त्यही भएर अलिक गाह्रै हुने हो, केही छैन। अब माथि पुगेर वनको चाहिँ बनाउने हो, वनतिरको। तर बाटोको चाहिँ बनाउनु सकिँदैन रहेछ। यो सबै जीर्ण बनायो। यता ओल्लो खोरमा थियो 7 वटा, अच्छा सबै चाहिँ अब त्यो सकेर आधुनिक बनाउँछु कि। हेलो गाइस, पछाडि तपाईँहरूले देख्नुहुन्छ बुङ्गुर फार्म है। यहाँ चाहिँ हाम्रो यो सिंहदेवी सामुदायिक वनको अध्यक्षले चाहिँ सुँगुर पाल्नु भएर छ। अनि यतापट्टि गाई फार्म रहेछ है, यतापट्टि गाई फार्म छ। यता तपाईँहरूले देख्न सक्नुहुन्छ गाईहरू पाल्नु भएर छ। अनि धेरै हेलो गाइस, तपाईँहरूले यता देख्न सक्नुहुन्छ भेडा है। भेडा यहाँ एकदम मात्रामा, धेरै मात्रामा भेडा छ है। अनि यता माथि यो माथि देख्न सक्नुहुन्छ, यहाँ माथि बाख्रा फार्म छ है। यता माथि चाहिँ बाख्रा फार्म छ। अनि यतापट्टि भेडा छ एकदम मात्रले। त्यो कुकुरहरू पनि लानु छ कि जङ्गल जाँदा चाहिँ? योभन्दा अगाडिको अनि यो चाहिँ ल्याएको बाटोबाट माथि बाटोतिर बनाउने बेला भयो। एकछिनमा अब यो छोड्ने बेला भएपछि अनि चाहिँ गराउँछ कि यहाँ त बवाल छ यार। अन्त हाम्रो अध्यक्षज्यूकोमा यहाँ डेरी फर्म पनि रहेछ। अनि यता हुनुहुँदो रहेछ, यता के अरे यहाँ उयो गर्दैछ, भाल्दैछ। अनि यता पछाडि यो के हो? फ्रिज हो, फ्रिज हो यहाँ रहेछ। फ्रिज यहाँ चाहिँ घिउहरू राख्ने होला यहाँ रहेछ। अनि भने एकदमसँगले यता माथि छुर्पी देख्नुहुन्छ, छुर्पी स्टक यस्तै छ। कसैले यता छुर्पी बनाउँदै हुनुहुन्छ। यहाँ चाहिँ अब दुधहरू है पुरै
तेलमा आउँछ धड़क